डिजल ठीक छ यो पनि तरल छ झोल जस्तो छ है यसमा हामीले पानी मिसायौं भने पानीमा यो डिजल घुल्छ कि घुल्दैन होला त खै घुल्छ होला घुल्छ पानी हाल्यो यसमा हेर है त मेरो त घुल्छ भुल्यो अब हेर भुल्यो तिमीले भुल्यो भनेको नि घुलेन अब हेर एकछिन वेट गर हेर है त यसको माथि तल पानी हेर यो पानीको सबभन्दा माथितिर एउटा तह हेर त हेर त जस्तो डिजलको कलर थियो त्यो डिजल माथि उत्रिरहेछ कि नै हेर त देखियो क्लियरली तह देखियो डिजल माथि उत्रियो पानी तल बस्यो हेर त अनि कहाँ मिसियो त यो तल गयो त्यो माथि गयो अलग अलग देखियो छ कि नै डिजल अलगै छ मिक्स भयो डिजल र पानी मिसिँदो रहन्छ डिजल त माथि भइहाल्यो डिजल त आयो माथि आएर घेरै परेको छ नि हैन निलो निलो कलरै फरक छ नि त यहाँ यो तलतिर पानीको अलग कलर छ माथि डिजलको अलग कलर छ हैन अब मिसियो त डिजल पनि तरल थियो पानी पनि तरल हो तर दुईटै वस्तु एकै ठाउँमा मिसाउँदाखेरि मिसिएन अब त्यसमा मिसिदैन भनेर चिन्ह लाग्यो ठीक छ बुझ्यौ अब के छ अरे पानी अनि मेरो हातमा यहाँ के लेख्छन् जेनिसले ल्याएको यो के हो यो खाने तेल यो पनि तरल छ हेर तरलै छ कि नै अनि यो पानी पनि तरल छ अब यो दुईटा मिसाउँदाखेरि मिसिन्छ कि मिसिँदैन होला त मिसिँदैन हेर है त मिसिन्छ कि मिसिँदैन विचार गर पक्का गरेर हेरौँ न ल मिसी भगवान मिसी मिसिएन नि तेल र पानी सँगमा मिसियो त तेल माथि माथि रह्यो हेर त तेल माथि उत्रियो पानी तल बस्यो यसरी तेल र पानी तरल तरल भए पनि मिसिँदा रहन्छ नि खाने तेल पनि मिसिँदो रहेछ तोरीको तेल हो नि त हैन मिसिएन नि हैन ल अब क्लियर भयो ल धन्यवाद।